같은 제 때만 눈에 올라다 보면 바다로 생육하는 그 어디는 어쩌고 하는데 연된 성적으로 명하는 그런 성립을 하고 거래를 하면서 소원을 또 루지적으로 지지로 Rashikile, Sapile, Namaskar, Tini, Patrin, then Rondo, Chogo Designated, the Chogo Paint the Designated. 대진 초보니, 대진 초보니. 때문에 다른데 뭐라도 때문에 걔는 뭐지 관계랑도 공기가 대박 틀리기 때문에 자진 될래야 된 건데 때문에 다다 샤파도 톡도 때문에 공당 아니 시양 데려야다 슈베 람 캠보 람마 도출로데 아니 김준 박도 유바 시양 등고 미망 때문에 진다카 백제바 야 때문에 다른 안데 쇼 때문에 말한기는 내 자리에 들어갈 맞지 니 가고 중 강아리스는 또 아무런 말한도 최기 자와 동불링 상황기 개부 등 어딘지 로빈 중고 빼면 중요하기 때문에 그런 죽샤체 공기 년밖에 말한도 그런 싹좀 지어야 때문에 지금 강tuktuk 장갑 먹었지 saya 탑지 좀 생활하는 잡도 때문에 가고 중 이제 정말야 다시 들려가는 두지지 수행이 सम्पूर्ण नमस्कार आज हाम्रो यस देशिङछुलिङ गुम्बा खेलको शान्ति रङथुङ डिम्बुचीको एउटा कार्यलीला अन्तर्गत यस गुम्बामा यहाँको सम्पूर्ण कार्य समितिहरू त्यस्तै प्रकारले यस ठाउँमा बस्नुहुने जिन्दाहरू त्यस्तै प्रकारले सम्पूर्ण सर्वसाधारण गुरुहरू लामा सबैजना खेम्पूहरूलाई यहाँ आउनुभएर खुसी प्रसन्नता प्रकट गर्दै अनि यहाँ मलाई यसरी बोलाउनु भएकोमा यस गुम्बाको समितिहरू गुरुहरू सम्पूर्णलाई पनि म प्रसन्नता प्रकट गर्दछु। यहाँ आउँदा यसरी खुसी लागेको छ। यसरी आउँदा गुरुपद्मस्तम्भ महागुरु गुरुपद्मस्तम्भको ध्यान साधना गर्ने जप तप गर्ने एउटा जुन अवसर पाएको छ त्यो एकदमै राम्रो हो। त्यसको लागि पनि यस्तो अवसरमा म आउँदाखेरि मलाई पनि खुसी लागेको छ। Tene tatara aranto chidang jigdengi kham dileya ka chi korwa ta nyangde sini yebe nane aranto korwe chosu toba din nalaya tini tatata jigdeng tebi digile ani geche tuti 직진 치마네. 직진 치마 쓴다. 개와 치마. 근데 샘 이당 개와 치마 탐제도 템바티 딱 가운데에서나 담배초 담배초는 붙이 때리에 यहाँ बाहिरी संसार र भित्री संसार गरेर दुई प्रकारको संसारहरुमा चाहिँ अब संसार मा चाहिँ अब यसरी बाहिरी संसारको चाहिँ जगत हामी सम्पूर्ण प्राणीहरू मनुष्य आदिहरूको चाहिँ अनि यो संसारमा चाहिँ हामी यो जुनीमा मात्रै नभएर अर्को जुनीमा काम लाग्ने हामी सम्पूर्ण प्राणीहरू भनेको चाहिँ अब यो सद्धर्म बाहेक अरू छैन। सद्धर्म
됩니다. 담배 취했을 때 말한도 삼록당주 땅, 록중 제주 땅, 공양림 제주 땅, 세대의 치마 탐정을 편바디 다 담바 산제 점쟁대 그 숨배 되는 그런 최 까콜로 뭐 되네 다 어진 길로는 좀 그룹에만 중에 내 마다 누구는 주셔배 상하게 되니 초고 상하 주디 시험 대 남의 장다 상하 라면 기초 되니 똑같은 것도 잡아 근데 최대 맞게 야채와 빙서바 어떤데 일단 안한도기 누구로 소수가 통나 냠면 지주기 어디 누구로 기본되니 기본되니 지금 딱 안한도 개와 상부 지 톱 근데 저는 때문에 고급 상부지 개와 상부지 차대요 돼서 अभ्यास गर्ने भनेको सब धर्म भनेको गुरु पद्मा सम्भवले बताउनु गुरु हाम्रो शाक्यमुनि बुद्धले बताउनु भएको 3 धर्मचक्र प्रवर्तनको चाहिँ अब त्यसमा पनि साह्रै उत्तम चाहिँ गुरु पद्मा सम्भवले बताउनु भएको तन्त्रयान तन्त्र साधनाको पनि एकदमै गोप्य मन्त्रहरू आदि इत्यादि यसरी हामीले यसरी साधना र यसरी अभ्यास र यसरी हामी आदान प्रदान गर्दाखेरि चाहिँ त्यसले चाहिँ हाम्रो एकदमै सौभाग्य र अनि एउटा यो जुनीमा मात्रै नभएर अर्को जुनीमा पनि एकदमै तपाईँको फाइदा पुर्याउने र एउटा अर्थपूर्ण बनाउने धर्म भनेको चाहिँ अहिलेको यो त यस्तो प्रकारको धर्म हो र अहिले हामीले अभ्यास गरिरहेको यो धर्म हो अन्त ठिक विषय 말한도 미티 퉁퉁직 나라야 근데 제 자체부터도 근데 두 뒤입니다 냠면 지조게 되는 그런 내선도 두 뒤잖아 아니 산재게 근데 등받지암 매자신 겨울 표준 토발자 라는 셈니 용수도 때문에 산재 때문에 인생이 된도 순샤게 다 되게 나라 가을에서 담아 최세다 지금 소통 록종 제나래 시나래 마시나래 또 아마도 최대 시대 뭐마디 다내 준비에 생들에 내 준비에 될래야 다 된다도 돌드네 같으면 류마 예수 좋겠네 등법 미지에 토가 맞다 담제 강 툭툭 말하는 거다 니마를 대신도 성당 빅빵 투가 제국을 대신도 되니 랑게 유마 예품 주권네 당한도 최단 직된 자와 가르치는 사람도 류마 이숨 대마 대숨 주권네 다 지금 최지전에 가서는 개왔던 개회 초소 또봐 손놈기 신도 주봐 어디 개왔던 그런 중중내 챙겨봐도 강 툭툭 니마를 내시는 강 툭툭 되는 거로 손서 주변에 되는 거로 배대전 어때서나 개왔던 득번이 되는 거로 내 야뽕치 시작하자면 대기들래야 되는 거로 랑도르제 랑 그뒤 개와수 랑 대파파뽕 기특 랑도르 뒤치에 있다 책이 가와 시den직 다 고 니마를 좀 냠냠 엄마 지지주디 다 대대 यस्तो प्रकारको विशिष्ट धर्म माथि बताएको जस्तो यस्तो प्रकारको विशिष्ट धर्म चाहिँ अब हाम्रो यो छोटो जिन्दगीमा एकदम छोटो भन्दा एकदम छोटो जिन्दगीमा चाहिँ अभ्यास चाहिँ हामीले बुद्ध भगवानले बताउनु भएको कुनै पनि पाप कर्म नगर्नु अनि पुण्य सञ्चय गर्नु आफ्नो मनलाई चाहिँ एउटा बसमा राख्नु यही नै बुद्ध शासन हो भनेर भगवान बुद्धले एउटा 4 श्लोकमा चाहिँ दिनुभएको जुन एउटा अर्थपूर्ण एउटा भनाइ छ यो भनेको अर्थ चाहिँ अब हामीले कर्म हेतुफल भनेको हाम्रो एउटा कर्मको चाहिँ हेतुफललाई मान्नुपर्दछ कर्म हेतुफल भन्नाले हामीले भोग्ने तन मन र वचनको कर्म चाहिँ भनेर बुझ्नुपर्दछ हामीले अहिले बोल्ने तन मन वचन बोल्ने वचन सोच्ने मन र भोग्ने शरीरबाट गर्ने दिनानुदिनको हाम्रो एउटा कर्महरू छ नि
त्यो कर्म चाहिँ कस्तो हुँदैछ भनेर हामीले दिनानुदिन एउटा आफूले नै एउटा जाँच्नु पर्दछ र यो जाँचेर चाहिँ अब यो धर्म चाहिँ पुण्य चाहिँ के हो भन्दा त्यसलाई चाहिँ अब दिनानुदिन दैनिक रूपमा चाहिँ अब गरिने कार्यहरू हुन्छ त्यसले चाहिँ मैले के बोल्दैछु र के सोच्दैछु र के हामीले चाहिँ कता जाँदैछु शरीरले के गर्दैछु भनेर चाहिँ एकदमै सूक्ष्मभन्दा सूक्ष्म रूपले चाहिँ त्यसको चाहिँ व्याख्या गरेर चाहिँ आफू स्वयंलाई नै सोधेर त्यसलाई चाहिँ हामीले दैनिक साधनामा चाहिँ यसरी चाहिँ उतार्न सकेर पाप भन्ने के रहेछ धर्म भन्ने के रहेछ लिनुपर्ने के रहेछ र छाड्नुपर्ने के रहेछ भनेर त्यो कुराहरूलाई चाहिँ हामीले अनुसरण गरेर लिनुपर्ने र छाड्नुपर्ने धर्महरू चाहिँ यो तन मन वचनबाट चाहिँ हामीले अभ्यास गर्न सक्यो भने त्यो महत्त्वपूर्ण हुन जाँदछ 我的给人，就不讲没这些，叫我推动他把家生对对你的，哦，这个到的大，都把上这中间来的讲，噶当不当不是去就可能难了呀，你考虑的中间当，两代的中间是么的，当不是就送下来的，哦，到底对送下去的那呢？ 당연한도 저기 내 준비에 생기 다 저기 다다 돈이 대판에 되는 거로 송샤래 야 되는 거로 상하게 최 양면제 되는 거로 똑같은데 최 양면제나야 내 준비에 생기 송그림마도 상하 똑같은 걸로 내 준비에 되는 거로 송질에 대발했으니 어떤 강된데 강중중제가 어떤 레기 있는 그런 놈이 그 주제 때문에 그때 야 타바도 봐자 많이 녀석 좀에 냥가요레스 어때선다 레 준비에 인지 야고 제 시험받잖아 기득 랑도로 뒤제대 안 당고 듣는 그런 개 지시들이 디 어다 남바산집에 내 기득생게 랑도를 제약생게 남바산집에 주고 말해 소야가 남바산집에 땀바 산제 샤자 두고 송래대 직된지 캄게 셈진지 이면송데 듣는 그런 남게 자 사이 부생 바르게 니고 당제 립두기 섬진 당제 그런 내 준비기 생활처럼 마도 내 준비때 대미 소소 라운기 개발니 생각해 다 사토기 전주 선배 있는 것도 신반 여마스 다시 인지 신도티 야고 신바체 아니 랑도 제대로 개정을 भगवान बुद्धले बताउनु भएको कुनै पनि पाप नगर्नु र आफ्नो मनलाई चित्तमा राख्नु भनेको जुन एउटा वचन छ त्यो चाहिँ भगवान बुद्धले 3 धर्म प्रवर्तन चक्रहरू प्रथम धर्म चक्र प्रवर्तन दोस्रो र तेस्रोमा चाहिँ प्रथम धर्म चक्र प्रवर्तनमा चाहिँ अब संसारकोबाट चाहिँ मोक्ष हुने तरिका र एउटा मोक्ष एउटा परम बोधको परम बुद्धत्व हुने एउटा मार्ग दर्शाउनु भएको छ यसमा चाहिँ अब सूत्र ले के बताउनु भएको छ भन्दाखेरि अब सूत्रहरुमा पनि के बताउनु छ भन्छ नि अब तन्त्रको साधना गरे पनि हामीले सूत्रको साधना गरे पनि अब कर्म चाहिँ हामीले जसरी पनि कर्मको हेतुफल भन्ने चाहिँ जसरी पनि मान्नै पर्छ अब तन्त्रको साधना गरेको छु भनेर विभिन्न प्रकारको कर्महरू गर्ने अब सिल नभोग्ने विभिन्न प्रकारको खानेकुराहरू खाने विभिन्न प्रकारको चाहिँ अब अनैतिक जस्तो लाग्ने कुराहरू गर्ने मतलब तान्त्रिक हो भनेर तर त्यो होइन तन्त्रिकहरूलाई पनि कर्मको हेतुफल भन्ने चाहिँ साँच्चीकै हामीले चाहिँ भोग्नै पर्ने हुन्छ कर्मको हेतुफल भन्ने चाहिँ जसलाई पनि हुन्छ चाहे त्यो चाहिँ अब प्रथम चाहिँ हामीले कर्मको हेतुफल भोगेन भने चाहिँ मार्ग प्राप्त गरिसकेको बुद्ध र बोधिसत्व बाहेक सबैलाई कर्मको हेतुफलले चाहिँ हामीलाई कसैले छाड्दैन 10 भूमि प्राप्त गरेको मार्ग गरेको बोधिसत्वलाई बाहेक कर्मको हेतुफलले हामी कसैले पनि नछोड्ने भएको कारणले यो 6वटा लोक नै तपाईको सम्पूर्ण आफ्नो कर्मले गर्दाखेरि उद्धृत भएको त्यही कारणले चाहिँ हामीले यो कर्मको हेतुफल भन्ने कुरा चाहिँ अनि जसरी पनि हामीले लाग्ने भएको कारणले अहिले हामीले जस्तो कर्म गर्दछौँ नि त्यही अनुसारको भोलि चाहिँ हामीलाई अनि यो हाम्रो त्यही अनुसारको चाहिँ फलहरू प्राप्त गर्नुपर्ने चाहिँ
अनि बुद्ध भगवानले बताउनु भएको बुद्ध धर्मको सारत्व पनि हो कर्मको हेतुफल भन्ने त महत्त्वपूर्ण कुराहरू हुन्छ। 어디 내 중재 랑도 때문에 시바 제니 냠는 지주 랑도 때문에 던주디 어당도 지코란 가도래 쇼파야 랑네 많이 봐도 용아 예수님께 자와가리 전에 될래야 듣는 거로 되게 온도 만도와 지당 개회 초소 동두바 될래야 딱 듣는 거로 잼바 소소게 기피 랑도 때문에 집에 잼바 소소 같은 잼바 때문에 지야돼 빼게 정도로 대강들라 단지기 그래서 지금 쇼라기 준준나는 양들 잠바탕 시신 바유 중자다 된도 단제 랑기 어드니 용만 예술라 진도 되는 그런 계획 초스 루도 문도 어떤 잠바가 당 시신이 되는 그런 자라제 딱제제 어드니 딱 디퍼 방자탄 개월 방자텔라 죽도 내가 쏘바 죽도 내가 사서 제게 되는 그런 바예스기 딱 된데도 제 개첨부 개첨부를 이만한 직팀바 생대 카드 요마리 이마를 쉬고 그러나 지금 왕수도 또도 있죠 망고 지정을 되네 된데 걸어 보아지 내니 이 냠린 저당 거로 디 안담을 캔남도 강 툭툭지 있는 거 답변 나오지 나란도 돼 캠보 때문에 라마 때문에 저기 도줄로게 때문에 망보에 코는 것도게 뒤라 같이 또 숨전 근데 대목 중전 근데 저기 런던에 시험하기 딱 sababce 개체실직 따라는 얘기. यो चाहिँ अब कर्मको फल चाहिँ हामीले लिने र आफूले अनुसरण गर्ने र छाड्ने कुराहरू हुन्छ। अब बिहान उठेदेखि बेलुकासम्म मैले के राम्रो कुराहरू गर्यो र के छोड्यो भन्ने कुराहरू चाहिँ हामीले सदैव मनमा चाहिँ एकदमै बसमा राख्नुपर्दछ। बिहान उठेदेखि बेलुकासम्म हामीले कस्तो प्रकारको कर्म गर्यो, मैले राम्रो गरेँ कि नराम्रो गरेँ भनेर त्यो चाहिँ आफूलाई चाहिँ बेलुका पख चाहिँ आफूलाई त्यसमा चाहिँ कस्तो गर्यो भनेर छोड्ने पर्ने धर्म मैले छोडेँ कि छोडिनँ, लिनुपर्ने मैले लिएको छ कि छैन भनेर चाहिँ एकदमै आफूले चाहिँ अनि त्यसमा चाहिँ जहिले पनि सतर्क भएर चाहिँ त्यसको अभ्यास गर्नुपर्दछ। बोधिसत्व शान्त रक्षिताले पनि अनि तपाईँको बोधिसत्व अवतारको किताबमा के भन्नुभएको छ भने त्यहाँनिर पनि हामीले एउटा जहिले पनि भयो भने एउटा होसियारी अप्नाउने सावधानी रहने त्यो एउटा कर्मको फलमा जहिले पनि त्यस्तो प्रकारले रहनु पर्दछ भनेर त्यो बोधिसत्व अवतार किताबमा शान्त रक्षिताले पनि त्यस्तो भन्नुभएको छ। त्यही जहिले पनि हामीले कर्म चाहिँ कस्तो गर्दैछ त त्यसको फल चाहिँ मैले भोलि जसरी पनि भोग्नै पर्छ है भनेर चाहिँ एउटा होसियार भएर चाहिँ हाम्रो कर्मतिर एकदमै सतर्क रहनुपर्दछ। सांसारिकहरूलाई तपाईँहरूलाई अलिकति गाह्रो हुन्छ, अब लामा जस्तो नभए तापनि सांसारिकहरूलाई भन्नु केही हुन्छ, तर पनि अब यो कर्मको फल चाहिँ जसरी पनि भोग्नै पर्ने भएको कारणले चाहिँ अनि बिहान बेलुका जति सकेको कुराहरू चाहिँ आफ्नो कर्ममा चाहिँ सतर्क रहेर चाहिँ आफूले गर्नुपर्ने र छाड्नुपर्ने कुराहरूलाई एकदमै राम्रोसँगले चाहिँ त्यसमा जति सक्दो अभ्यास गर्नु। अब यहाँनिर यत्रो ठुलो दुर्जे लोपेनहरू हुनुहुन्छ, खिम्बो हुनुहुन्छ, त्यसै प्रकारले चाहिँ लोपेनहरू हुनुहुन्छ, उहाँसँग बुझ्नुहोस् भनेर गुरुले भन्नुभएको छ, उहाँसँग के सिक्नुहोस् र के कुराहरू हामीले चाहिँ दैनिकमा चाहिँ अप्नाउनु पर्ने कुराहरू अप्नाउनु पर्ने हो र छोड्नुपर्ने कुराहरू छोड्नुपर्ने, त्यो छोड्नुपर्ने कुरा र अप्नाउने कुरा अप्नाएर चाहिँ हामीले चाहिँ कर्मको हेतु फल कर्मको चाहिँ एउटा त्यो चाहिँ छ है भनेर विश्वास गरेर त्यो अनुसारले कर्म गर्नु चाहिँ एकदम महत्त्वपूर्ण हुन्छ भनेर 재밌는 다 이번에 때나 좀 선지 좀 되기 딱 가봐봐 때문에 샤랍기 파르도 침바는 대수인데 다 뒤나라야 되는 말한도 되는 그런 파님들도 그 뒤에 되는 그런 냠는 지적이 다 강하게 됐다봐 또 되는 그런 샘 굴lun들이 굴lun 삼로 동당 굴lun 개당 변나가드나
천남 탐제 게임지 준비했다라고네 생기 뒤튀기니와 전부리 천남 생기 개화인난다 뒷바인난다 아니 랑소적이 레드 줍난다 미줍난다 다 전부 탐제라 아니까 생기 dum바 꿀룽 어디 꿀룽도 빼게 전부리 다티 꿀룽 될 꿀룽 가리켜버리 있으나 어디니 딱까 법받는 순대니 전주 쌤 전주 쌤 어디니 슈네양 쌤지 반내 현둔처리 양다 독배 전주 더 송샤데 다티 갑수 그저 담아 어디니 쌤지 기타 탐제 쌤지 기타 탐제 도를 그 쌤지 탐제 랑땅 다와 대화는 동해민들 대화되나 대외기 주디 기득랑도로 내신도 좀 마시 어때니 뒷번 민들나냐 뒷번 뒷배기 주 뒷번도 뽕 미시 근데 전에다 랑도 탐제 중니 코로나 창대긴 이게 탐제라 닝제 삼바튼 셈제 수도 지나 다샤타 닝제 삼바탕 디든 그런 닝지 디든 지금 시행을 평범지 삼배 오다 닝지당 잡아 또 소소 곰 그거열에 갑디는데 선로때 잡아전 신술에 있는 잠닝지지에다 니바 개침보다 굴로 되게 개침 거래 दोस्रो चाहिँ बुद्ध भगवानले बताउनु भएको दोस्रो धर्म चक्र चाहिँ प्रज्ञा पारमिताको धर्म हो त्यसको सारत चाहिँ हाम्रो सदाचार भन्छ सदाचार भन्ने हाम्रो बानी व्यवहार जस्तो पनि हो त्यसलाई सदाचार भनेको बानी व्यवहार चाहिँ कस्तो हुनुपर्छ भन्दाखेरि चाहिँ हाम्रो चाहिँ बोधिसत्वको चाहिँ एउटा अवधारणा लिनु सक्ने बोधिसत्व भनेको कस्तो हो भन्दाखेरि चाहिँ बोधिसत्व भनेको चाहिँ हाम्रो एउटा बुद्धको जस्तो मन हुनेलाई बोधिसत्व भन्दछ अब संसारमा चाहिँ पाप र धर्म नजानेर कति प्राणीहरू चाहिँ एकदम संसारमा रुमलिरहेको दुःख पाइरहेको कुन पाप हो कुन छोड्नुपर्ने हो कुन लिनुपर्ने हो केही पनि नजानेर चाहिँ एकदमै जहिले पनि संसारमा रुमलिरहेको अब सुख चाहने तर जहिले पनि पाप गर्ने र सुखको जस्तो कार्य प्राप्त हुने कर्महरू नगर्ने जहिले पनि कर्म उल्टो गर्ने त्यस्तो प्रकारको चाहिँ बानी व्यवहारहरू पनि त्यस्तो प्रकारको भएकोहरूलाई चाहिँ ओहो विचारा भनेर चाहिँ उहाँको लागि एउटा मैत्रीय भावना है तपाईँको त्यस्तो प्रकारले करुणाको भावना त्यस्तो भाव जगाएर चाहिँ अरूको लागि पनि सोचिदिन सक्ने अरूको लागि पनि हामीले केही गरिदिन सक्ने त्यस्तो प्रकारको सदाचार भनेको चाहिँ एउटा विचार बानी व्यवहार चाहिँ हामीले चाहिँ दैनिकी साधनामा अप्नाउन सकेर त्यसलाई चाहिँ अरूको लागि पनि बोधिसत्वको चाहिँ एउटा विचार बोधिसत्व भन्ने बुद्धले जस्तो अरू सबैको लागि विचार यिनीहरू नजानेर यो फेरि मरेपछि फेरि यस्तो संसारमा चाहिँ रुमलिनुपर्छ दुःखको सागरमा भौतारिनुपर्छ यस्तो प्रकारको यो के अरे धर्म र पाप नजानेको प्राणीहरूको लागि पनि म एउटा सदाचार भन्ने बोधिसत्वको भावना लिएर चाहिँ म एउटा दैनिक साधना उतार्छु भनेर त्यही अनुसारको व्यवहार गर्नु त्यो झन् महत्त्वपूर्ण हुन्छ भनेर गुरुले भन्नुभएको छ 다 되게 되는 거는 장인제 대양의 양도 겁니 되네 근데 좀 버친도 전주 그 셈세때 다 전주 셈세때 같으나 어떤 랑기 dumbaldote 다 다당하란 또 겁빠빠 어때니 구름 버치기 숭아 장가 멍고사에 내갑수양 되게 땅 가르 땅 그거에서 구름들 다더니 도릭두기 파마sem제 때다 탐제 어때니 코로이기 다 둥에 코에 둥에 뜨는 그런 30m 위에 또 탐제를 뜨는 그런 재네 아니 나랑 게 뜨는 그런 sem제 때다 탐제야 좀 심도 아니 타바 산제가 살아 뜨는 그런 거가 제고도 어디 산제 살아 거가 제발라 다다 나라 산제 살아 거에게 뜨는 그런 제 연대 니바 똑바 뜨는 그런 된다 가행도 대성다 단계 당고 주는 거라는 게 어때니 책이 냠린 재미 어때니 된다 구루 산 구루 버치로 소왔담 생각하게 되는 그 기득랑도 귀신도 재미 전주도 쌤 깨네 어때니 당고 상계 토가 지기 대상계 토소나 이제 파마선제 탐제 코로나 재미
되는 그런 타벨랑 같은 그런 주배체도 당나 벤다구루 그룹을 소화하던 벤다구루 되는 그런 야구치 되는 그런 네트 멤버치 되는 그런 삭중적인 삼바 되려고 꾸는 상고티 전주 선교 끝나는 것이 아니 상무상 거래 त्यस्तै प्रकारले चाहिँ मैत्री र करुणा बोधिसत्वको भावना चाहिँ बारम्बार हामीले गर्नुपर्दछ मैत्री र एउटा बोधिसत्वको भावना चाहिँ भावना मात्रै नगरेर दैनिक सदाचार र दैनिक बानी व्यवहारमा पनि हामीले उतार्नु पर्दछ त्यो उतार्दाखेरि चाहिँ एकदमै हामीले चाहिँ उतार्दाखेरि विभिन्न प्रकारले उठाए पनि एक चाहिँ गुरु महागुरु गुरु रिम्पोछेको चाहिँ मन्त्र चाहिँ धेरै पढ्नुपर्छ यो मन्त्र पढेकोले चाहिँ म छलोकै दुःख 6वटा लोकको सबै दुःखहरू हराउनुहोस् सम्पूर्ण प्राणीहरूले सुख प्राप्त गरोस् सम्पूर्ण प्राणीहरू चाहिँ बुद्ध होस् भन्ने ठुलो विचारले चाहिँ हामीले यो मन्त्र पढ्नुपर्छ तर त्यसरी सम्पूर्ण प्राणीहरूलाई बुद्ध र बुद्ध भूमि पुर्याउनको लागि हामीलाई एउटा ज्ञान चाहिन्छ एउटा शक्ति चाहिन्छ एउटा चाहिँ हामीलाई चाहिँ एउटा अनुभूति गर्ने सम्पूर्ण कुराहरूको दुःखहरू अनुभूति गर्ने त्यस्तो प्रकारको चाहिँ एउटा बोधिसत्वको ज्ञान चाहिन्छ तर त्यो प्राप्त गर्नुको लागि र सम्पूर्ण यो दुःखमा भएको प्राणीहरू छ छलोको यो सम्पूर्ण छलोको प्राणीहरूको लागि चाहिँ उद्धार गर्नुको लागि पनि हामीले गुरुपद्मा सम्भवको चाहिँ मन्त्र बारम्बार पढेर गुरुपद्मा सम्भवलाई चाहिँ एकदमै धेरै प्रार्थना गरेर गुरुपद्मा सम्भवलाई चाहिँ यस्तो प्रकारको ज्ञान प्राप्तिको लागि चाहिँ अनुनय विनय र प्रार्थना गरेर चाहिँ हामीले त्यस्तो प्रकारको शक्ति त्यस्तो प्रकारको ज्ञान गुरुपद्मा सम्भवको चाहिँ मन्त्र साधनाद्वारा पनि पाउने भएको कारणले उहाँलाई बारम्बार प्रार्थना र एउटा उहाँप्रति चाहिँ समर्पित भएर चाहिँ अनि हामीले पनि त्यो बोधिसत्वको भावनाले त्यो सम्पूर्ण प्राणीहरूको छलोकै प्राणीहरूको सुख र सुखमय होस् भनेर बोधिसत्व र आफूमा चाहिँ करुणा मैत्रीको भावना चाहिँ एकदम विकास गरेर त्यही अनुसारको चाहिँ बानी व्यवहार सदाचार भन्छ बानी व्यवहार पनि त्यही अनुसारको बनाउनु चाहिँ झन् महत्त्वपूर्ण हुनेछ तिमी ताता तिमी कुरो संगे तङ जन्जु सम्बा तिमी संगी मिठेबा जोरे लामा येतुम खण्डु संगे ते टंगा संगी मिठेबा जोरे इना तंतो थमजे नामे मरंतो तिमी कुरो गुरुम बच्चे सुंगा दे गुरुम बच्चे लसोता तिचगवे तिमी कुरो या जुदे त खरी ना सना तिमी चितन खपी शुए न चले ता गुरुम बच्चे रंगी गुरुम बच्चे रंगी शेगे शेन निमा तिकी थामाला तिनी गुरुम बच्चे लसोता गुरुम बच्चे तिनी को देवचे गुरुम बच्चे तिनी को न्यामलेंचे चुप दोसना तिनी को खोंगे तिनी चिगी 만도 나서 내가 뭐또 공개 내가 비 심지어는 팬도 지지 뒤님하고 내가 또 때문에 그거 상계 통제를 내지 않는 그로 투지 유로와 진럽 유로와 눈이 그런 심지기 뒤라야 되는 그런 투지 눈 좀 미니 소득이 지발라서 정화 딘데기 되는 그런 코리기 되는 그런 심지라 소았다 같은 게 된다고 되는 그런 제기 손님 무릎을 주크리게 나도 믿음아서 셰셰 근데 캘리나요래 대선다 디 주팅이 또 죽거나야 당도 무릎을 제게 소았다 믿음 님바사고 주팅치래 बुद्ध र बोधिसत्वहरू त बुद्ध र बोधिसत्व एकदमै धेरै छ बुद्ध र बोधिसत्वहरू एकदमै धेरै छ त्यसै प्रकारले लामा एकदम इष्टदेव छ हाम्रो त्यसै प्रकारले गुरु छ विभिन्न ढाकिनीहरू पनि धेरै छ र गुरुपद्मा सम्भव पनि अहिले मन्त्र किन जपेको भन्दाखेरि चाहिँ अहिले गुरुपद्मा सम्भव भनेको चाहिँ यो कलियुगको अन्तमा चाहिँ उहाँ जतिको चाहिँ एउटा करुणा एउटा दया सद्भाव र उहाँ जतिको एउटा सम्पूर्ण रूपमा चाहिँ बुद्ध र बोधिसत्वहरू एकै ठाउँमा समाहित भएको अरू देवताभन्दा उहाँ विशेष हुनुहुन्छ अहिलेको कलियुगको अन्तमा जतासुकै झैझगडा जतासुकै भय त्रास प्रकृति प्रकोप आदि इत्यादि जहिले पनि आक्रान्त बनाएको बेलामा जतासुकै पनि एकदमै भयावह भएको बेलामा गुरुपद्मा सम्भव उहाँको प्रार्थना गरेको जति अरू कुनै पनि एउटा हामीले त्यस्तो प्रकारको अधिष्ठान चिन्हहरू हामीले पाउँदैन उहाँ गुरुपद्मा सम्भवलाई जतिको चाहिँ हामीले चाहिँ त्यसरी गर्दा एकैचोटिमा हामीले चाहिँ एउटा सद्मार्ग प्राप्त गरेर संसारको सम्पूर्ण दुःखहरूबाट संसारको सम्पूर्ण भयहरूबाट
संसारको सम्पूर्ण प्राकृतिक पर्व आदि इत्यादिबाट चाहिँ कलियुगको अन्तमा चाहिँ आइपुग्दाखेरि कलियुगको चाहिँ सर्व उत्कृष्ट देवता सर्व उत्कृष्ट मार्गदर्शक भनेको नै गुरुपद्मा सम्भव हो। गुरुपद्मा सम्भवको चाहिँ हामीले एकचोटि मात्रै मन्त्र जप्दाखेरि त्यसको फाइदाहरू त्यसको अनगिन्ती हुन्छ। त्यसै कारण गुरुपद्मा सम्भवलाई चाहिँ हामीले बारम्बार सम्झिने, बारम्बार चाहिँ हामीले उहाँको अनुसरण गर्ने, यसरी चाहिँ मन्त्र चाहिँ जप पाठ गर्दाखेरि चाहिँ त्यसको पुण्य र त्यसको चाहिँ फाइदा भनेको चाहिँ सम्पूर्ण प्राणीहरूले मोक्ष प्राप्त मात्रै नगर्ने भएर बिस्तारै क्रमशःसँग चाहिँ यसको चाहिँ पुण्यहरू अनगिन्ती छ। गुरुपद्मा सम्भव भनेको अथाह छ। गुरुपद्मा सम्भवको चाहिँ तपाईँको यहाँनिर अहिले यसको यस्तो समयमा चाहिँ ध्यान तपस्या गरेको अलग्गै तपाईँको अर्थ महत्त्व छ। 이거 대가리구나. 구름부채 떡밥 산지 점된 대기장 아니 나는 가서 다른 곳에 두는 그 배만 주는 시죠. 나는 하고 기후 중 방학 때문에 갖고 줄 수는. 아 산지 기양 어떻게 방학에 청구를 거니 아니 자다데 샤제트고 콘에 사바 아니 방학에 따고 그룹 배만 주네 콩 다다데 샤제트고 냥냥에 대베 제라 아니 구름부채 된 페이리 어때 방학에 두는 그런 땜바 따르게 어때게 어떻게 나초 든 중부 다는 그런 최당 개발로 만들게 로데도 탐제 탈제네 탐제 있는 그런 방계기 땜발로 수 어때니 텔레션도 주봤더니 저게 최수음에 드는 그런 숨만 덴델라고 덴데전에 드는 그런 섬진기 때문에 상하게 최 때문에 저기 말한도 그 tum나 말한도 그 튼주당 대바당 이쪽이 tum나 셀리치라 산대지 고방토에 다드는 그런 최 상하 똑같이 곳인데 근데 구름부채게 되는 그런 땡글이 있으니 땡땡이 때문에 구름부채 때빠 첨부인데 주디 어떻게 보이는 숨셔야 돼. त्यस्तै प्रकारले अर्को चाहिँ बुद्धले पनि भन्नुभएको छ मभन्दा पनि विशेष म पश्चात चाहिँ एउटा तन्त्रको साधना गर्ने मभन्दा पनि विशेष भन्नाले उहाँभन्दा पनि अति नै विशेष चाहिँ अब गुरुपद्मा सम्भव भन्ने चाहिँ यो संसारमा आउँछ। उहाँ चाहिँ तपाईँको एकदम सबै कुराले परिपूर्ण त्रिकालको सम्पूर्ण कुराहरू जानेको बुझेको त्यस्तो प्रकारले चाहिँ तन्त्रको साधनाको प्रचार गर्ने चाहिँ अब म पछाडि आउँछ उहाँ चाहिँ विशेष हुन्छ भनेर भगवान् बुद्धले पनि त्यस्तो भन्नुभएको थियो। भगवान् बुद्धपछि आउनुभएको गुरुपद्मा सम्भवले चाहिँ जुन प्रकारको एउटा तन्त्रको साधना तन्त्रको प्रचार प्रसार गर्नुभयो तन्त्र धर्ममा चाहिँ अब बुद्ध धर्ममा सूत्र र तन्त्र मध्येमा तन्त्रको जुन साधना गर्नुभएको छ त्यो तन्त्रको साधना भनेको चाहिँ यति विशेष हो त्यसले चाहिँ सम्पूर्ण प्राणीहरूको चाहिँ भएको क्लेशहरू विभिन्न नकारात्मक कुराहरू सबै नष्ट गराउन सक्ने चाहिँ एउटा असाधारण क्षमता त्यो तन्त्रको धर्ममा रहेको छ। तन्त्रको साधनाले चाहिँ हामीले चाहिँ अनि गुरुपद्मा सम्भव चाहिँ तन्त्रको साधकको चाहिँ अधिपति हुनुहुन्छ, उहाँ मुख्य हुनुहुन्छ। उहाँको साधनाले चाहिँ सम्पूर्ण तन्त्र साधना गरेको चाहिँ एकै रूप हुन्छ। विभिन्न प्रकारको मारहरू भूत प्रेत विभिन्न प्रकारको नकारात्मक कुराहरू धर्मलाई मन नपराउनेहरू विभिन्न आँखीहरू पनि गुरुपद्मा सम्भवको साधना गर्नाले चाहिँ त्यो सबै कुराहरू हटेर जान्छ। गुरुपद्मा सम्भवलाई चाहिँ यस्तो प्रकारको भूत मार प्रेतहरूले पनि गुरुपद्मा सम्भवको साधनाले एकदमै राम्रो हुन्छ। त्यही कारणले सम्पूर्ण बुद्ध धर्मको रक्षक सम्पूर्ण तपाईँको हाम्रो उहाँ यो बुद्ध धर्मको मात्रै नभएर जगतको रक्षक नै गुरुपद्मा सम्भव हुनुहुन्छ। हाम्रो सरदा भक्ति अनि गुरुपद्मा सम्भवपट्टि एउटा तन्त्रको साधना गऱ्यो भने चाहिँ एकै जुनीमा बुद्ध हुन सक्ने पनि यो तन्त्र साधना र गुरुपद्मा सम्भवमा चाहिँ एक प्रकारको असाधारण त्यस्तो प्रकारको चाहिँ शक्ति त्यस्तो प्रकारको चाहिँ उहाँमा चाहिँ ज्ञान समाहित भएको कारणले चाहिँ गुरुपद्मा सम्भवको चाहिँ ध्यान साधना गर्नु भनेको चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो भनेर गुरुले 대단히 어디니 구름부채 따라 첨보당 구름부채가 되수면 상계 군도 임발라 소바 대가리 지금 구름부채 고리장 근데 주인에서 군도 상보당 딱 군도 상보
가수를 충규상계 드니 뚝부가 도지 창제니 아니 대지신도 공부 밤에 대신도 도지된도 샹자 두번니 님의 배망마로 hin주 두성에 다 충규상계 군도 상보 릭두바 도지장 대지신도 드니 공부 밤에 마란도 미유도 초급주고 산제 샤자투바 디게 탐제 넘틀라 되는 거는 타데도 나나요 되면 디게 탐제기 다투 또고 뉴바 되는 다 산제기인데 탐제 용도도 봐 어떤 구름 붙이 니당 예를 매바 어디 있는 거는 쭈도 주바데스 대체도 구름 붙이기 기지 배나 송자래 어떤 거는 어떤 구름 붙이 말랐대 어떤 거 구름 붙이 두고 구름 붙이를 쏘았다 어떤 구름 붙이 두소나 어떤 거는 두숨게 겨와 탐제 되는 거는 화도 탐제 두두리 했으니 송샤래 대손나 뒤도 끝났다 구름 붙이대 다 상계 군주 땅, 잡내 군주 땅, 소순 군주 땅, 세야기 대 어떤 슝 배잖아라 송샤래. 마란도게 홍람마 공마, 다 저기 접지 중앙으로 뭐지, 대나시 있다. 등고는 님마 사자 거기 기록 파제게 홍람마 탐제게 다 디 구름 무치기 연된 때도 탐제 대제치는 숨기열이 수원대야 대가 때 송셔 많이 봐. 공업의 니들라 구름 무치 생데 어따 되는 거로 교수 산재 군들 모임 받지 니들이 이바데 되는 임바다도 송샤기 대도 나라도 시가체 아니 디 시에는 된 그런 대바도 대바체를 던지고는 소았다 소아탑제니 아마도 냠바테사 어때 근데 전다 다네 최기념의 적구에 त्यस्तै गुरु पद्म सम्भव भनेको चाहिँ अब त्रिकालको चाहिँ सम्पूर्ण बुद्ध र बोधिसत्वको एउटै रूप हो त्यसमा पनि उहाँले चाहिँ अब धर्मकाय समत्र भद्रगुरु सम्भवकाय वज्र सत्व त्यसै प्रकारले चाहिँ एउटा सुखवादी भएको अमिताभ बुद्धको सबै एकै रूप नै गुरु पद्म सम्भव हो हामीले सम्भवकाय धर्मकाय र त्यसमा अमिताभ बुद्धको जति पनि हामीले त्यो अवधारणाहरू पाउँछौँ त्यो सबैलाई पाठ गरेको चाहिँ गुरु पद्म सम्भवको चाहिँ मन्त्र साधना गरेको चाहिँ एकैचोटि गरेको जस्तो हुन्छ भने हामीले वज्रगुरु जप्दाखेरि गुरु पद्म सम्भवलाई जप्दाखेरि चाहिँ धर्मकाय सम्भवकाय त्यो सबै कुराहरू एकै ठाउँमा समाहित हुने समत्र भद्र गुरुदेखि लिएर वज्रसत्व गुरुहरू अनि एउटा जुन अमिताभ बुद्धको सबै कुराहरू त्यो एकै ठाउँमा समाहित हुने भनेको नै गुरु पद्म सम्भवको चाहिँ एउटा रूप हो उहाँको नै साधना हो सम्पूर्णलाई साधना गरेको जस्तो चाहिँ उहाँ एकैजनालाई साधना गर्नाले चाहिँ हाम्रो चाहिँ मनोकामना र साधनाहरू पूर्ण हुन्छ उहाँलाई त्यस्तो प्रकारले छेचु फेन भन्ने एउटा किताबमा पनि के बताएको छ भन्दाखेरि मलाई उहाँलाई साधना गर्दाखेरि उहाँलाई चाहिँ पुज्दाखेरि अनि उहाँलाई चाहिँ एउटा साधना गर्दाखेरि सम्पूर्ण अहिलेको समयको यो बाधा विघ्न हटेर जानेदेखि लिएर सम्पूर्ण मनोकामनाहरू र मनोइच्छाहरू पूर्ति हुने भने किताबहरूमा पनि के बताएको छ भने सम्पूर्ण रत्न तपाईँको चाहिँ एउटा इष्टदेव गुरु र ढाकिनीहरूको एकै रूप भनेको नै गुरु पद्म सम्भव हो भनेर त्यसमा बारम्बार किताबहरूमा पनि बताएको छ साँच्चै नै वास्तवमा भन्नुपर्दाखेरि पनि सम्पूर्ण बुद्ध र बोधिसत्वको एकै रूप भन्नु नै गुरु पद्म सम्भव हो अब त्यो गुरु पद्म सम्भवले पनि धेरै यसको बारेमा बताउनु भएको छ मेरो आदरणीय गुरु धुवापेल रुमुचेले पनि गुरु पद्म सम्भवको बारेमा धेरै व्याख्या गर्नुभएको छ त्यसै प्रकारले साक्य गेलु आदि इत्यादिले पनि गुरु पद्म सम्भवको अनुसरण नगर्ने र उहाँको महिमा नगाउने कोही पनि छैन त्यही कारणले सबैले चाहिँ गुरु पद्म सम्भवलाई चाहिँ यसरी साधना गर्ने गुरु पद्म सम्भवको चाहिँ महिमा गाउने गुरु पद्म सम्भवको साधना गऱ्यो भने त एकदमै राम्रो हुन्छ गुरु पद्म सम्भव भनेको त्रिकाल भनेको गइसकेको अहिले हुँदै गरेको र भविष्यमा हुने भूतकाल भविष्यकाल र वर्तमान काल यो तीनैवटा कालको चाहिँ उहाँ चाहिँ एउटा दर्शी हुनुहुन्छ
सबै कुरा जान्न सक्ने र तिनै कालको बुद्धहरूको पनि एकै रूप हुनुहुन्छ। त्यही कारणले यस्तो प्रकारको महासागर महागुरुको चाहिँ साधना गर्नु, गुरुपद्म सम्भवको साधना गर्नु चाहिँ हाम्रो एकदमै ठुलो महत्त्वपूर्ण कुरा भएकोले जुन अहिले हामीले यसरी गरिरहेको छ त्यो साँच्चीकै महत्त्वपूर्ण हुन जाँदछ। र साधना र ध्यान भन्नाले यसरी अहिले हामीले जुन एउटा प्रकारले चाहिँ उहाँको मन्त्र साधना गरिरहेको छ, मन्त्र जपिरहेको छ, यो गर्नुपर्छ, एकदमै महत्त्वपूर्ण हो र यसले चाहिँ हामीलाई एकदमै राम्रो पनि गर्छ। तिमी अब गुरु पेमा सम्भावाते तिमी orang tu nyamlin cebe nega tu tini kurung sosu nipa sel tap tu nipa sel te kande sel tap re tena o tini rangi chu teng o tini meto pema o tini damo tonda pema ti teng tu tini guru muche ta tena guru chetan ten ke yorte tenda thamje funju di guru nangsi sinne te o tin guru nangsi sinne ta guru nangsi sinne ki kunda cherando jayore o kubara yang jayore o tini chiktindo thanga yang yore kantana ta guru pema sombate tini guru she chik o cha ni o tini cha yabo tini guru pulbati nangsi sinne na tini kurpa namkal tingtengi o cha yamba tela 어 이시티 까발나 나래야 근데 테 bomba 어 침미 뒤뒤 가운데는 그 bomba 남대니 아니 그리기 드는 그 bomba 연기 좋았달라 카담가 아 카담가 트슈 어디 가래잖아 어디니 셔럽지 파르도 좀봐 동반이 아니 용셔럽 파르좀 동반이 그던데 아니 칸도 이시 토제 어디 현재 뭐 현재 그 가담가 되니 볼래야 되는 그런 때문에 니슈 됐다 간제 우리 부지 의셔 도왔다 그래서 제셔 뭔가 강도로 때문에 니슈 남되니 아니 셰텔라 되는 그런 심어초 아 제도가 10월 임발라 쟁기 수단들라 토토냥 다르스나 토연영데 능시 신는 소리 nangsi sinin sayate ta chedan timbe pejana gatona nangsi da nawa negi jigdin da muli de yonsoba ko chugi semje doar rutu ta hamayin da cheba o tento thamje pa khongge siktan ge tabje bane ten korpa chigila sirginen o tinde chita ba ten guru nangsi sinne se o te changi sitang o tindo yevache ta sodu chu tong teni ta kondan de she tian pa si te sodu khaba do guru muche ya she pa si te o tindo guru muche te kom o ti guru muche te ta tagi shwe na she sangye kundu jamne kundu ta chigi tosum kundu se ta te kam de rang tavel lama 나는 소소 상하고 최슈다 다이나메 여러와 오 듣고는 라마 오 대한 듣고는 구름 붙이고 뭐를 예봐 오 듣고지 듣고니 삼네 대 섬게 삼무탄 대비받제 대받제 등무슨 구름 붙이 나는 미주 뚝뚝 근데 섬제 감제 툭다와 친구 시 아까니도 쟁길락다리 삼다제 쇼대 삼 소소 semna yiche tang deba tang o tinde sandip chen tinde san mayim ba chen ani tanda guru te tinde jongure गुरु पद्म सम्भवको साधना गर्दाखेरि चाहिँ कस्तो गर्नुपर्छ भन्दाखेरि हामी सिधा बसेर चाहिँ यसको शिरमा चाहिँ गुरु नौसी सिनो भन्ने चाहिँ यसो गरेर खुट्टा पसारेको जस्तो देख्ने हामीले उहाँको चाहिँ यस्तो चाहिँ अगाडि बस्ने देख्नुपर्छ त्यो चाहिँ हामीले थाङ्गातिर कुपरतिर गुरु पद्म सम्भव देख्छ नि त्यसमा चाहिँ अब गुरु नौसी सिनो भन्ने चाहिँ यसो खुट्टा पसारेको त्यो चाहिँ जस्तो हाम्रो चाहिँ त्यसमा चाहिँ एक मुख भएको एक मुख भएको कपाल अलि यस्तो लामो जस्तो भएको अनि दाहिनेपट्टि चाहिँ यसो खाटम गएको खाटम भने यस्तो चाहिँ एउटा त्रिशूल जस्तो बोकेको त्रिशूलको चाहिँ त्यो चाहिँ एउटा शून्यताको प्रतीक र प्रज्ञाको प्रतीक भनेर हामीले मान्नु पर्दछ शिरमा एउटा राजाले चढाएको निम्चु भन्ने एउटा पद्मको
भनेर टोपी लगाएको एकदम राम्रो टोपी लगाएको गुरुपत्मा सम्भवको हेर्दा अलि यस्तो तरिकाले हेर्दा अलिक क्रोधी जस्तो पनि देख्ने अलिक शान्त जस्तो पनि देख्ने उहाँको हेराइले चाहिँ हामीले यस्तो यस्तो प्रकारको साधना गर्नुपर्दछ यस्तो गुरुपत्मा सम्भव चाहिँ अब पद्मको फुलमाथि बसेको पद्मको फुल चाहिँ यस्तो आफू माथि बसेर चाहिँ त्यहाँ माथि चाहिँ अनि उहाँको चाहिँ मैले अघि पनि भनेको थिएँ उहाँले गुरुले चाहिँ यस्तोमा चाहिँ बस्दाखेरि यस्तोमा गएको चाहिँ एउटा उहाँको चाहिँ एउटा कपालीभित्र त्यहाँभित्र चाहिँ एउटा कुम्भ त्यो एउटा कलश छ त्यो चाहिँ त्यसमा चाहिँ एउटा अजम्बरिताको र एउटा ऋद्धिसिद्धि प्राप्त गर्ने एउटा प्रकारको चाहिँ अमृत भएको त्यस्तो प्रकारको सोचेर चाहिँ अनि यस्तो दाहिनेपट्टि चाहिँ दाहिनेपट्टिकोमा चाहिँ उहाँको शून्यताको प्रज्ञाको एउटा खटाम त्यसमा चाहिँ अनि विभिन्न प्रकारको एक ढाकिनेको चाहिँ अनि त्यसमा प्रतिरूप भनेर सोच्नु पर्दछ अनि हेर्दाखेरि टक्कै हेर्दाखेरि गुरुपत्मा सम्भव चाहिँ अलिक क्रोधी जस्तो देख्ने अलिक शान्त जस्तो पनि देख्ने र उहाँको हेराइ चाहिँ सम्पूर्ण 10वटा भूमि 6 लोकमा र प्रभाव भएर चाहिँ सबैलाई चाहिँ 10 भूमिदेखि लिएर 6 लोकदेखि लिएर सबैमा चाहिँ प्रभाव पार्न सक्ने त्यस्तो प्रकारको हेराइ त्यस्तो प्रकारको उहाँको नजर भएर चाहिँ उहाँलाई चाहिँ नसिसिनु पनि भनेको हो अब उहाँको ध्यान गर्दाखेरि चाहिँ हामीले चाहिँ त्यस्तो प्रकारको उहाँ जस्तो छ त्यस्तै प्रकारले जस्तो छ हामीले उपरतिर हेर्दा थाङ्गातिर हेर्दा जस्तो देख्छ नि त्यस्तै लगाएर हामीले एकीकृत मन चाहिँ के पनि नभनाइकन चाहिँ उहाँ नै सम्पूर्ण प्रकारको चाहिँ तपाईँको देवता त्रिदेवता भनेर चाहिँ हामीले चाहिँ सम्पूर्ण गुरुहरू त्यही समाहित भएको छ सम्पूर्ण तपाईँको हितमहरू सम्पूर्ण त्यही समाहित भएको छ सम्पूर्ण ढाकिनेहरू पनि त्यही गुरुपत्मा सम्भव नै एउटा समाहित भएको छ भनेर चाहिँ त्यसमा चाहिँ आफ्नो मूल गुरु हामीले त्यो जसबाट चाहिँ अनि यो तन्त्रको वाङ रोङहरू लिएको छ त्यो गुरु चाहिँ त्यहीँनिर चाहिँ उहाँसँग चाहिँ कुनै पनि एउटा उहाँको चित्त स्वभावसँग चाहिँ कुनै पनि फरक छैन है भनेर चाहिँ आफ्नो मूल गुरु र गुरुपत्मा सम्भवको स्वभाव चाहिँ अनि आफ्नो शिरमाथि चाहिँ एकै रूपमा छ सम्पूर्ण देव देवताहरूदेखि लिएर सम्पूर्ण मैले मानेको बुझेको देवता भगवानहरू पनि गुरुपत्मा सम्भवमै त्यहीँनिर नै समाहित छ र मेरो मूल गुरु पनि त्यहीँनिर छ भनेर चाहिँ एकदम श्रद्धा एकदमै भक्ति एकदमै आधार गरेर चाहिँ मन कतै नहटाइकन है मन चाहिँ एकीकृत खालि गुरुपत्मा सम्भवलाई मात्रै प्रार्थना गरेर गुरु पद्मा सम्भवको मात्रै साधना गरेर चाहिँ त्यस्तो प्रकारले चाहिँ हामीले चाहिँ एकदम प्रेम सद्भाव र एउटा सहिष्णुताको भावना पनि त्यसमा एकदम महत्त्वपूर्ण हुन्छ भन्ने छ जस्तो प्रकारले हामीले देख्छ त्यस्तो प्रकारले चाहिँ आफ्नो गुरुको चाहिँ त्यसमा चाहिँ समाहित भएको छ भनेर चाहिँ साधना गर्नुपर्दछ गुरुपत्मा सम्भवको हो भन्ने गुरुको चाहिँ त सुमाते ताकेनला तदन ते केबो लोगो लामा तदन तंगे त शुगर जे माने तिमी तता आनंद मिजा फमोतोलया तिमी गुरुको चाहिँ सुमाते कि तिमी तदा तता जुति जिसिना चितम कादिते ख्याद शिवनाशी गुरुको चाहिँ तता ओमा बंदा गुरु पेमा स्थिति हुँ ते दु चुंगी दी तता अने जावा शितु तमरी के हातो थांचे के तुम गुरु सुमाई सुशायते और ते चितम बता ततुम जावा रंचम थांचे दिबे और तुम गुरु सुमाने ता तेना चता तो चना कंजे ओम आ हुं ते ओम आ हुं से ते जावा गुरु मुची चुबोगी गु सुं थुगे कब सभी मत मासे और जावा शितु तंबर रिकेल हातो थांजे की yang तनु कुरु करना गु सुं थुगे तनु कुरु सुंगारे ओम आ हुं से ते और देसु न दिगे और ते अनंत के गुरु बुची नांदा तनु और जावा तंबर रिकेल हातो इनांदा इदम के हातो खाइना तो 탐제 기때문에 되니 구 개화매 받는 그런 이시기랑 숭가 법매 받는 그런 탐제기 숭투 되는 그런 던던배 이시문도 제베는 그런 계시 두고 제베 다디 된다데 딩게 질러야 말아도 되는 그런 나한테 장니 소화답샤디 디 지금은 나라도 토빙도 나라도 그냥 르가 예수인데 어든지 디다 레당 주파 탐제 파장네 어든지 구름 붙인 마신 질럽 톱네 디
누가 던지기 주직 어디 엄아홍 숨세 그단다도 전화 된대요. त्यस्तै गुरु रिम्पोचेको हामीले मन्त्रको चाहिँ अर्थ चाहिँ अब तपाईँहरूलाई खेरुमिचे रोपेनीहरूले अनि त्यसै प्रकारले गुरुहरूले भनिसक्यो होला तर पनि अब यसको मन्त्रको अर्थ चाहिँ ओम आ हुम चाहिँ ओम आ हुम भद्र गुरु पद्म सिद्धियो भन्ने एउटा 12वटा मन्त्रले बनिएको छ यो चाहिँ विशेष गरेर ओम आ हुम भन्ने चाहिँ सम्पूर्ण यसमा चाहिँ सिटो ओम आ हुम भद्र गुरु पद्म सिद्धियो र ओम आ भन्ने चाहिँ सम्पूर्ण तपाईँको क्रोधी देवता र शान्ति देवता 100वटा देवता छ नि हामी मृत्यु पश्चात चाहिँ आउने देवताहरू सम्पूर्ण देवताहरूको एकै तपाईँको मन्त्र पनि यही मन्त्र हो भन्छ सम्पूर्ण सिटुको चाहिँ तपाईँको क्रोधी र शान्ति देवताहरूको मन्त्रको चाहिँ साधना गर्नु पर्यो भने यही एउटा मन्त्रले पनि हुन्छ विशेष गरेर उहाँको ओम आ हुम भन्ने चाहिँ उहाँको चाहिँ तन मन वचन उहाँको शरीर उहाँको वचन र उहाँको मनलाई पनि जनाउँछ साथसाथै अनि यो क्रोधी देवता र शान्त देवताहरूको सम्पूर्ण 100वटा क्रोधी र शान्त देवताहरूको चाहिँ एकै रूप भनेको नै ओम आ हुम भन्ने त्यसमा जोडिन्छ यसमा चाहिँ तपाईँको चाहिँ अब यो उहाँको चाहिँ एउटा ओम भन्ने अक्षरले चाहिँ एउटा हाम्रो शरीर काया चाहिँ एउटा तपाईँको चाहिँ एउटा जन्मरहित तपाईँको मृत्युरहित एउटा अटल प्रकारको जन्म छ त्यो कुनै पनि भयरहित त्यसै प्रकारले वचन सुन भन्ने वचन चाहिँ तपाईँको चाहिँ कुनै प्रकारको चाहिँ तपाईँको बाधा रहित कुनै पनि तपाईँको चाहिँ त्यसमा चाहिँ के अरे बाधा रहित कुनै पनि त्यसमा चाहिँ अटल जस्तो प्रकारको चाहिँ त्यस्तो प्रकारले जनाउँछ त्यसै प्रकारले चाहिँ थुक भन्नाले चाहिँ त्यो उहाँको चाहिँ एउटा हृदय भन्छ नि हृदय भनेको चाहिँ परमार्थ बोध गर्ने चाहिँ एउटा ज्ञान परमार्थ बोधको चाहिँ ज्ञानको चाहिँ एउटा वास्तविकता जनाउनु भएको चाहिँ ओम आ हुम भनेको चाहिँ तपाईँको चाहिँ गुरुपद्म सम्भवको चाहिँ सम्पूर्ण चाहिँ यहाँनिर चाहिँ समाहित भएको गुरुपद्म सम्भवको मात्रै नभएर चाहिँ सम्पूर्ण बुद्ध र बोधिसत्वदेखि लिएर विशेषतः क्रोधी र शान्ति हामीले जुन एउटा एकदम महत्त्वपूर्ण हुन्छ त्यसको चाहिँ सम्पूर्ण मन्त्रहरू नै यो गुरुपद्म सम्भवको चाहिँ मन्त्रमा चाहिँ समाहित भएको हुन्छ सङ्ग्रहित भएको हुन्छ भन्ने तिमी त बच्चा गुरु से तिमी कमरे त लेक्चर संस्कृत के अरे तिमी बच्चा से कक्षना ओ तिमी torche gete torche se ati karsana ta tenda goma ti karsana teni tungi che tamje ta tungi twa tamje ta to chegi nelu o telaya o ko namka nungshin ke tunguru juro me ba gappa me ba shikpa me ba 오다 근데 도적이 최뒤에 대거래 대가래서나 구름버 제상 다 자와시들 하도 당 어떻게 이담길 하도 뒤다 이식이 투 되려야 아니 어느 그런 될라 주로 때문에 주로 매봐 되니 동번이기 내로 다 두고 또 뱉는 거 이시 전부 될라 깨왔당, 각봤당, 땅봤당, 밑땅봤당, 예봤당, 매봤당, 인디기 최 탐제대 대송아, 어떤 거는 10번에도 된들라, 근데 다 바쳐라, 그거래지, 뒤 바쳐라, 뒤 있는 거는 연된 용수, 또한 순죽수 여땡이 그 소리스나 구루, 세대다, 지금 구루다, 라마리, 대만에가 그거밖에 될 구루, 배만 중에 구루, tam guru pe ma tambo guru te lamarwa ta jusum ke sanche tamchi ju ngor chuba ngarando tamche ke ten guru lama loti bachara guru tini petma seketa guru bachi ke phe ngoma tere guru bachi guru pe tamba wa pe to ta pe ma tigi karsana ningji ten gore ningji chanju ke ten bachara tigi chegi im tongni te ten oda 점닝지 대당 인 동이 전에 탑들 셔럽 동도 주배 그룹 이시 탑도 받대 다 그룹에만 중내래 되게 그런 되게 당하는 동안 그 서디 뒤 되게 되는 그런 고아들이 거지 어디 그룹 파트마 배마 그룹에만 시티 산티 게라 가르나 무뚝스나다 질럽토바 디 누가 두몬도 줄와텔라 되는 그런 시티 이거래
때문에 초당 도무주 무주 구름 붙이게 되는 그런 완도 섬제 탐제 투도 증거 건너 쏘았다가 신도 안돌에 초도 무주 나로지 티티 홍세데 그런 쏘았다 뱉는 그런 때 티데 전에 안도 과도 민 가도 티티 된다 된대요. 안도 나한테 싸움도 나한테 뭐 싸움이 받거든요. 구름 붙이게 되는 그런 질라 고송투기 질라 선정하는 또 유라 쇼인데 마란도 유화에서 접어다 나라 잠진지 전주 선명 야게 때문에 내루게 똑같게 와서 봐 어떤 때문에 그런 내가 더두기 대부 때문에 해양 삼지 미켜와 또 삼제 마란도 톱투기가 돼 त्यसै प्रकारले वज्र को अर्थ चाहिँ तपाईँ भनेपछि वज्र भन्ने चाहिँ एउटा दुर्जी हो दुर्जा भनेको चाहिँ शून्यताको चाहिँ एउटा धर्म भनेको चाहिँ परम धर्मको चाहिँ परम धर्मको अर्थ हो दुर्जे भन्दा चाहिँ कहिले पनि अटल कहिले पनि एउटा परिवर्तन नहुने कहिले पनि तपाईँको चाहिँ एउटा नभाँचिने नसकिने कहिले पनि नटुट्ने कहिले पनि केही नहुने कहिले पनि अटल र अपरिवर्तित भन्ने कुराहरू चाहिँ अनि यसमा जनाउँछ अनि गुरु भनेको चाहिँ सम्पूर्ण त्यसमा चाहिँ आफूलाई हामीले कुलदेव देवता र शान्ति देवता आफूले इष्टदेवहरू पनि त्यहाँनिर सबैजना चाहिँ त्यहाँनिर चाहिँ समाहित हुन्छ आफूले मान्ने आफ्नो इष्टदेवहरूदेखि लिएर सम्पूर्ण गर्ने पूजाहरू गर्ने त्यो गुरु शब्दले चाहिँ त्यसले पनि समेटिन्छ सम्पूर्ण ज्ञानको हाम्रो ज्ञानहरूको चाहिँ सम्पूर्ण तपाईँको चाहिँ अपरिवर्तित कहिले पनि परिवर्तन नहुने कहिले पनि तपाईँको नबदलिने त्यस्तो प्रकारको शून्यताको भाव पनि यो गुरु वज्र भन्नेमा चाहिँ समाहित हुन्छ वज्र भन्ने कुरा चाहिँ अब कहिले पनि हामीले ओम आऊ वज्र गुरु पदमा सिद्धियो भन्दा वज्र भनेको चाहिँ कहिले पनि अपरिवर्तित कहिले पनि तपाईँको चाहिँ त्यसमा अटल हुने कहिले पनि त्यसमा नबिग्रिने कहिले पनि नसकिने त्यस्तो प्रकारको स्वभावहरू वज्र भन्ने शब्दमा आएर त्यसको हामीले साधना गर्दा मन्त्र उच्चारण गर्दाखेरि त्यस्तो प्रकारको पाउँछ त्यहाँनिर सम्पूर्ण ज्ञानको शून्यताको र अपरिवर्तित शून्यताको र परम अर्थको चाहिँ त्यहाँनिर चाहिँ तपाईँको चाहिँ त्यस्तो प्रकारको अर्थहरू त्यहाँ समाहित हुन्छ त्यसको एकदमै धेरै तपाईँको चाहिँ यसको अर्थहरू छ त्यसको परम अर्थ शून्यताको परम बोध गर्न सक्ने यसमा चाहिँ विभिन्न प्रकारको गरिएको छ सम्पूर्ण तपाईँको चाहिँ यसमा चाहिँ शून्यता र अपरिवर्तितताको हामी जहिले पनि परिवर्तनहरू भएर हामी जहिले एकदम हुन्छ तर गुरु वज्र भनेको चाहिँ कहिले पनि परिवर्तन नहुने कहिले पनि नसकिने कहिले पनि नटुटिने त्यस्तो प्रकारको शून्यताको अनुभूति दिने एउटा महान तपाईँको त्यस्तो प्रकारले चाहिँ वज्र हुन्छ त्यस्तै प्रकारले चाहिँ वज्र गुरु भनेको चाहिँ सम्पूर्ण ज्ञान गुरु भन्दा सम्पूर्ण गुरुहरूको चाहिँ ज्ञानको सम्पूर्ण ज्ञानको खानी भएको सम्पूर्ण ज्ञानहरू सम्पूर्ण कुराको चाहिँ एउटा जान्ने एउटा विज्ञताहरूको चाहिँ सबै एकै ठाउँमा चाहिँ त्रिकालको सबै ज्ञाता भएको त्रिकालले जाने बुझेको त्यस्तो प्रकारले चाहिँ गुरु भन्ने सम्पूर्ण कुराहरू जानेको सम्पूर्ण कुरा बुझेको सम्पूर्ण कुराहरू चाहिँ उसले देखेको त्यस्तो प्रकारले चाहिँ गुरु भनेर चाहिँ हामीले चाहिँ सम्पूर्ण कुरा उहाँहरूबाट सिक्नु सक्ने जान्नु सक्ने बोध गर्नु सक्ने सम्पूर्ण कुराहरूको ज्ञाता भएको त्यो पनि उहाँले शून्यता र परम अर्थ समेतको ज्ञान भएको सांसारिक ज्ञान मात्रै नभएर चाहिँ परम अर्थ परम सुखको ज्ञानहरू जानेको बुझेकोलाई चाहिँ एक प्रकारले हामीले गुरु भन्छ त्यसै प्रकारले पेमा भन्नाले चाहिँ तपाईँको करुणाको चाहिँ एउटा प्रतीक हो पेमा करुणा भनेर चाहिँ जति पनि हामीले करुणाको भनेको चाहिँ आमाले चाहिँ एउटा बच्चालाई गर्ने जस्तो करुणाको चाहिँ हामीले चाहिँ त्यसमा चाहिँ जुन यो प्रकारले चाहिँ आफू रित्तिएर गर्ने अर्कालाई घोर्ने त्यस्तो प्रकारले चाहिँ एकदमै धेरै चाहिँ सम्पूर्ण प्राणीहरूको लागि चाहिँ भनेर एउटा करुणा भावको चाहिँ एउटा चित्त उत्पादन गर्ने एउटा जुन एउटा हामीमा हुन्छ त्यो हामीले छोपेर राखेको हुन्छ त्यो प्रकारको चाहिँ उजागर गर्ने पनि पद्म भन्ने शब्द हो त्यो चाहिँ तपाईँको करुणाको प्रतीक हो करुणा भनेको चाहिँ तपाईँको चाहिँ यसमा चाहिँ धेरै नै अनि गुरु पद्मा सम्भवको चाहिँ करुणादेखि लिएर हाम्रो स्वयंको पनि यसमा चाहिँ तपाईँको चाहिँ करुणाको प्रतीक भनेर जानुपर्छ करुणा भन्ने शब्दको अर्थ धेरै छ त्यसै प्रकारले चाहिँ अन्तिममा चाहिँ ओम आहुँ बज गुरु पद्मा सिद्धि हुँ भन्छ नि हुँ भन्ने चाहिँ हामीले चाहिँ एउटा सबै सिद्धि प्राप्त गर्ने प्रार्थना जस्तो गरेर चाहिँ बुझ्नुपर्दछ भन्नु हामीले चाहिँ अब गुरु पद्मा सम्भवलाई किन प्रार्थना गर्छ उहाँको चाहिँ किन मन्त्र उच्चारण गर्छ भन्दाखेरि चाहिँ हामीले चाहिँ यो संसारबाट मोक्ष प्राप्त गर्नु पाऊँ यो संसारको चाहिँ एउटा जुन एउटा दुःखहरू छ यो संसारको दुःखबाट चाहिँ फेरि जन्मिनु नपरोस् यस्तो प्रकारले अधिष्ठान चाहिँ हामी गुरु पद्मा सम्भवलाई चाहिँ
अनुनय विनय हामीले बारम्बार गरिरहेको हुन्छ नि त्यो सम्पूर्णको चाहिँ एकै रूप चाहिँ तर एकै अनुनय एकै प्रार्थना चाहिँ हुँ भन्नेमा चाहिँ एउटा शून्यताको चाहिँ एउटा जान्दछ भनेर चाहिँ यो सम्पूर्ण अन्तमा चाहिँ बुद्ध र बुद्धिस्टहरूको चाहिँ प्रज्ञा प्राप्त गर्नुको चाहिँ एउटा अनुनय विनय प्रार्थना जस्तो भनेर त्यसरी पनि बुझ्न सकिन्छ तिमीले तिमीले चाहिँ गौतम 현재 탐색부터는 산재의 고방 구름 붙여 쏘았다면 산재의 고방 두피 정주 저도 샘게 등이 봐도 조금 산재 탐색이 등이 구름병만 존나라는 게 지도도 단점내 군득이 당해도 이거 무슨도 라는 특징도 챔ber고는 생이 다도 무슨 쇼유상 등이 대단 잡했던 그런 소왔다니 셈 셴도 많이 받잖아 안디 안데 샤네 때문에 보다 뒤뒤치라 이게만 반짝으로 어디니 뒤뒤제사 좀 뒤제라 그런도 봐 준비식도 갈리 다 되는게 소바 파 파도네 되게 뭐하다 몸 때문에 되게 파 탐사했잖아 되게 야호도 त्यसै प्रकारले चाहिँ अब सम्पूर्ण प्राणीहरूको लागि चाहिँ हामीले पहिलो चाहिँ एउटा चित्त उत्पादक शरण गमन गरिसकेको साथ चाहिँ सम्पूर्ण प्राणीहरूको लागि चित्त उत्पाद गर्नुपर्दछ उहाँहरूको लागि चाहिँ एउटा ठुलो भावना लिइसकेको साथ चाहिँ दोस्रोमा चाहिँ हामीले चाहिँ गर्दाखेरि गुरु पद्मसम्भवको चाहिँ मन्त्रहरू गर्ने उहाँ चाहिँ जस्तो रूपमा छ अघि भनेको जस्तै साधना गर्ने उहाँको ध्यान गर्ने उहाँको मन्त्रहरू उच्चारण गर्ने उहाँको प्रार्थना गर्ने उहाँको चाहिँ एकदम बेसी चाहिँ उहाँले चाहिँ विश्वास सद्भावले चाहिँ उहाँले धेरै प्रार्थनाहरू गरिसकेको साथ चाहिँ तेस्रोमा चाहिँ हामी उहाँले चाहिँ हामीले गरेको पुण्यहरू चाहिँ म मात्रै नभएर सम्पूर्ण जगतको हितको लागि चाहिँ पुण्य अनुमोदन पुण्य प्राणी दान गरेर चाहिँ हामी उच्च प्रकारले विसर्जन गरेर चाहिँ ठुलो मनले चाहिँ सम्पूर्ण प्राणी जगत हितको लागि चाहिँ प्रार्थना गर्नुपर्नेछ भनेर चाहिँ